श्रीमतीले सिरक ओढेर पाद्न थालेपछि पीड़ित श्रीमानले घर छोडे। प्रहरीका अनुसार उनी अहिले ससुरालीमा बस्दै आएको कुरा। झापाका एक युवाले जापानी भाषा भन्दै 34 जनालाई तामाङ भाषा सिकाएर फरार भएका छन्। झापाका एक युवकले हग्दा हग्दै सुन हगेको दावी गरेका छन्। उनी म हगेरै नेपालको गरिबी मेटाउन सक्छु भन्दै अहिले पनि हगिरहेका छन्। दुर्लभ संयोग, चितवनको माथिल्लो दाङगढीबाट हिमालमा शिवजी जस्तो आकृति भएको तस्बिर देखिएको छ। सबैले कमेन्टमा ओम लेख्नुहोला। रौतहटको परहट भन्ने ठाउँमा एक युवाले आफ्नी प्रेमिकालाई ह्यापी बर्थडे भन्न बिर्सेपछि प्रेमिकाले 3 दिनको मौन व्रत बस्ने निर्णय गरेकी छन्। अल्छीहरूका लागि खुशीको खबर। अब नर्वेको सरकारले दिनभरि सुत्न सक्नेलाई घण्टाको हिसाबले पैसा दिने भएको छ। झापाका एक युवकले कोरियन भाषा भनेर राई भाषा पढाएपछि अहिले उनको राम धुलाई भएको खबर आएको छ। अब रातभरि फेसबुक च्याट, टिकटक र इन्स्टाग्राम चलाउने अनि दिनभर सुत्नेहरूलाई सरकारको तर्फबाट सरकारले अल्छेको प्रकाष्ठ मेडलले सम्मान गर्ने भएको छ। पोखराकी एक बुहारीले घिउ भात खाँदा खाँदै गर्दा फुस्सा पादेपछि सासू ससुरा बेहोस भएका छन् भने 10 दिनदेखि नदोको मोचा सुगाएर उठाउने प्रक्रिया भइरहेको छ। एक युवती स्विमिङ गर्दै गर्दा कट्टु पानी भित्रै हराएर नभेटिएपछि लजाउँदै भन्छिन्, मेरो कट्टु खोजिदिनेलाई 1 लाख इनाम। पाल्पाकी एक बुहारीले ससुराको अगाडि सुरुवाल नै च्यातिने गरी पादेपछि ससुरा गाउँ छोडेर वनवास बस्ने भएका छन्। उनी भन्छन्, बुहारीको पदाई खप्न सकिन। मोरङकी एक युवतीले पाडो जन्माएकी छिन्। उनका श्रीमान कोमामा गएका छन्। उनी भन्छन्, खै कुन रागो लागेको हो पत्तै पाएको छैन। वैज्ञानिकहरूको नयाँ अनुसन्धान अनुसार टिकटक चलाउँदा बसेर भन्दा सुतेर चलाउने मानिसहरूको आयु लामो हुने पुष्टि भएको छ। वैज्ञानिकहरूको अनुसन्धानले बिहान ढिलोसम्म सुत्ने मान्छेहरू धेरै नै बुद्धिमानी हुने र यिनीहरूलाई सुत्न दिएको राम्रो हुने दावी गरेको छ। अब टिकटक हेरेकै भरमा पैसा आउने। दिनभरि टिकटकमा लाइक कमेन्ट गर्नेहरूका लागि नेपाल सरकार बेरोजगार भत्ता दिने तयारीमा। जाडो महिनामा बिहान चाँडो उठ्दा स्वास्थ्यमा गम्भीर समस्या आउने हुनाले 10 बजेसम्म सुत्न सरकारले उर्दी जारी गरेको छ भन्ने समाचार सुन्न पाए नि हुन्थ्यो होला है। दुःखद खबर, पूर्व मन्त्री मोहम्मद अफ्ताब आलमको गै राति 2 बजे काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ।